यो दृश्य हेरौं। गाडी खाक भएको धुवामा एउटा परिवारको सपना मरेको छ। हामीलाई थाहा छ कि आन्दोलन, संघर्ष र विद्रोहको कहानी निकै पुरानो हो, तर यसको कस्तो पीडा छ भन्ने कुरा थाहा पाउन कुनै शब्दमा मात्र पर्याप्त छैन। हामी यस्ता परिवारको दुःख देखाइरहेका छौं जसले परदेशमा कडा मेहनत गरेर आफ्नो जीवनको प्रत्येक पाइलामा आँसु र सास फेरेका थिए। आफ्नो आधा जीवन परदेशमा बिताएका थिए, जसले विदेशमा काम गरेर आफ्नो बच्चाहरूको भविष्य बनाउन, आफ्नो सुखी र खुसी घर बनाउने सपना देखेका थिए। आज उनीहरूको सपना चुडिएको छ। हामीले एक पीडित परिवारको साक्षात्कार लिएका छौं, जसको घर र गाडी आन्दोलनको शिकार बनेका छन्। नमस्कार, म बुद्धिमान थापा। म चाहिँ यहाँ विगत 40 सालबाट यहाँ बसिरहेको छु। यहाँ त्यसबेला मेरो बुवा आमाले यहाँ केही कट्ठा जमिनहरू लिइदिनु भएको थियो र त्यही जमिनमा पछि गएर मैले दुःख गर्दै गरेर लगभग 10 वर्ष जस्तोको अन्तरालमा यो घर मैले खडा गरेको थिएँ। त्यसमा दुःख गर्ने क्रममा बुवा आमाले पढाउँदै गर्दा मैले फेरि मलेसिया 2 वर्ष, 3 वर्ष, फेरि कतार 2 वर्ष र कोरिया 10 वर्ष गरेर जम्मा मेरो जीवन 15 वर्ष मैले बाहिर बिताएको थिएँ। एउटा राजनीतिक प्रतिशोध भन्छ अरूले भन्दा, अब म कुनै पार्टीको सदस्य अहिलेसम्म लिएको पनि छैन। योभन्दा पछाडि के हुन्छ थाहा छैन, तर अहिलेसम्म लिएको पनि छैन। दुःख गर्ने क्रममा धेरै गरेँ मैले, साह्रै धेरै गरेँ कि त्यो भन्ने ठाउँै छैन। मैले परिवारलाई समय दिनुभन्दा पनि मेहनत गरेर मात्र हुन्छ भन्ने तरिकाले मैले मेहनतलाई नै दिएँ र अहिलेसम्म मैले सकेको सबैजनालाई सहयोगै गरेको छ। मैले सकेको सहयोग गरेको छ, तर कहाँबाट के भएर कसरी दुश्मन लागे मलाई थाहा छैन। एकैचोटि एउटा पीडादायी भयो मलाई, जुन कुरो यो कल्पनाभन्दा बाहिरको भयो मेरो लागि। मेरा भएका गाडी जलाइदिए। म मेरो श्रीमती र छोराछोरी घरमा भएको बेलामा भुइँबाट आगो लाउँदै गर्दाखेरि मैले एउटा चित्कार भयो। सबैजनालाई मैले फोन गरेँ बचाओ भनेर, कसैले त्यसमा सकिँदैन नै भन्ने कुरा गरेँ र ठुलो दुर्घटनाबाट म लगायत मेरो परिवार बच्यौँ। जो अहिले सकुशल यसरी बोल्न सकिरहेको छु। मैले सबै निकायलाई फोन गरेँ, कुनै निकायले पनि बचाउन सक्ने कुराहरू गरेन। भनेपछि सिडिओ कार्यालयले कर्फ्यू जारी गर्यो। कर्फ्यू जारी गरिसकेपछि हामी इमान्दार भएर घरमा बस्ने भयौँ। घरमा बसेपछि बाहिरबाट आएर हुलुले चाहिँ आगो लाउने कामहरू गर्यो। भनेपछि एउटाले भित्र थन्क्याउने, अर्कोले हुलुल गरेर चाहिँ आगो लाउने भनेपछि हाम्रो कसले बचाउने त? हामीलाई कसले बचाउने? त्यो गर्दै जाँदा एउटा भगवान्ले नै बचाएर भन्नुपर्छ। आज भगवान भरोसा भन्थ्यो, त्यस्तै नै भयो। आज यहाँ चाहिँ भित्र सबै सक्दियो मेरो। अहिले भित्र केही पनि छैन, सबै गरिदियो। गाडीमा भएको केही सामानहरू केही थोरै नगद थियो, त्यो पनि जलायो कि लग्यो कि लगभग 50-60 हजार थियो। जलाए लगे थाहा छैन। र घरमा भएका पनि अब केही गरगहनाहरू लिएर गएछन्। पैसा त थिएन घरमा, त ग्यास थिएन। गरगहनाहरू लिएर गएछन्। मेरो घर, मेरो परिवारलाई किन जलाउनु खोजियो र घर किन जलाइयो र मेरो सारा सम्पत्तिहरू किन जलाइयो, किन लगियो, यसको जवाफ चाहिँ मलाई यो समाजले हुन्छ कि कसले हुन्छ, व्यक्तिले हुन्छ, मलाई जवाफ चाहिँ चाहिन्छ। किनभने म मर्दै गर्दाखेरि बाँचेको व्यक्ति हो म भनेको। जसरी त्यो पुलिसलाई कुटी जुन गरेर मारेर फालेको ठाउँबाट उठेको छ नि आज, त्यसलाई र मलाई थाहा छ यो पीडा भनेको के हो भन्ने कुरा। यो केवल एउटा परिवारको कथा हो,
तर यस्ता अनगिन्ती कहानीहरू हामीलाई देखाउन चाहन्छन् कि सङ्घर्ष र सङ्घर्षका बीचमा हामी कहिलेकाहीँ आफ्नो सानो संसार गुमाउँछौँ। यी घटनाहरूले हाम्रो समाजलाई पीडा र सडकमा पुर्याउँछन्। हामी सबैको जिम्मेवारी छ समाजका यी गम्भीर छेडलाई बुझ्ने र एकअर्कालाई सहयोग गरेर मन र मस्तिष्कको शान्ति खोज्ने। हिंसा र नफरतको बाटो कहिले पनि समाधान होइन। हामी सबैको सपना एउटै छ, शान्ति र समृद्धिको दिशा।